यं ब्रह्मा वरुणेन्द्र रुद्र मरुतस्तुन्देन्तु दिव्यैस्तवै वेदैः साङ्गपदक्रमोपनिषदैः गायन्ति यं सामगा ध्यानावस्थित तत्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यन्तं न विदुषुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चित्वज्ज्वलवपु शुक्लम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन्मुक्तावली शोभिता सर्वज्ञाननिदान पुस्तकधरी रुद्राक्षमालाधरी वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरं मूकं करोति वाचालं पङ्गुलं हेते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं। नमो भगवते तस्मै व्यासाय अमिततेजसे यस्य प्रसादाच्चामि नारायण कथामिमं। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् यति भनेर पुष्पाञ्जली पुस्तकमा चढाइ ढोगिदिनु। सुन्नेले एक चित्त भई सुन्नु, भन्नेले स्पष्ट गरी भन्न थाल्नु। चतुर्दशो अध्याय। पार्वतीले महादेवलाई स्वस्थानीको प्रसाद टक्र्याएको। कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि। त्यहाँ पछि गिरिजाले श्री स्वस्थानी परमेश्वरीको प्रसाद 8 रोटी 8 अक्षता 8 बेली पुष्प 8 जोरचने 8 पान 8 कुटका सुपारी सगुन समेत ल्याई। हे स्वामी, अब मेरो तपस्या पूर्ण भयो। केटाकेटीदेखि हजुरलाई भजिरहेकी मैले आज पाएँ भनी श्री महादेवका हातमा चढाई साष्टाङ्ग प्रणाम गरेर हे आदि पुरुष स्वस्थानी परमेश्वरीका व्रतका प्रभावले मैले हजुरलाई स्वामी गराउन पाएँ। हे नाथ, संसारमा कोही दुखी छन्, कोही दरिद्र छन्, कोही पापी छन्, कसैका सन्तान छैनन्, कसैका पुरुष छैनन्, कसैका घरबार छैनन्। यो व्रत प्रकाश गरिदिए सबैको उद्धार हुने थियो। यति पार्वतीले भनेको सुनि श्री महादेव आज्ञा गर्नुहुन्छ, हे उमादेवी, तिमी धन्य छेउ। दुखी दरिद्रका माथि तिमीलाई यस्तो दया उठ्यो भने म उपाय बताउँछु, सुन भनी बताउन लाग्नुभयो। हे प्रिय, अश्वत्थामा ऋषिलाई डाकी पहिले रसातल पातालमा पठाऊ, वहाँ उनैले व्रत प्रकाश गरिदिनन्। यो सुनि पार्वतीले हवस् भनी ऋषिलाई डाक्न पठाइन् र अश्वत्थामा ऋषि आएर श्री महादेव पार्वतीलाई प्रणाम गरी, हे भवानी शङ्कर, मलाई के कामले सम्झनु भएको हो, आज्ञा गर्नुहोस्, तयार छु भनी बिन्ती गरे। यो सुनि पार्वती आज्ञा गर्दछिन्, हे अश्वत्थामा, तिमी पातालमा जाऊ र वहाँ जो दुखी छन्, जो दरिद्र छन्, जसका स्त्री छैनन्, जसका पुरुष छैनन्, जसका सन्तान छैनन्, तिनीहरूलाई श्री स्वस्थानी परमेश्वरीको व्रत गराउ र उनीहरूको उद्धार होस् भनी विष्णुले आफूलाई बताएको व्रत विधि सुनाइ जाऊ भनी बिदा दिइन्। त्यो सुनि अश्वत्थामा ऋषि खुसी हुँदै श्री महादेव उमादेवीलाई साष्टाङ्ग प्रणाम गरी पातालतिर जाँदा भए। अनि पछि एक दिन श्री महादेवले गिरिजा कत्तिकी चतुरी रहिछिन् हेर्नु पर्यो भने आफू कसैले नदेख्ने ठाउँमा लुक्न जानुभयो। श्री महादेवलाई गिरिजाले देखिनन् र यताउता खोजी हिँड्न लागिन्, कहीँ पाउन सकिनन् र चित्त आकुल व्याकुल गरी विलाप गर्न लागिन्। केही बेरपछि चित्त सम्हालेर कसो भयो, कता जानुभयो होला भनी सबै ठाउँमा खोज्दा लुकिरहेका महादेवलाई फेला पारेर बिन्ती गरिन्, हे ईश्वर, तपाईँले किन मलाई यसरी हत्याएर लुक्न जानुभयो? म राम्री भइन र मन नपरी लुक्न जानुभयो कि अथवा मलाई छोडी कतै जान लाग्नुभयो? त्यसरी पार्वतीले चित्त दुखाएर गुनासो गरेको सुनि केही नबोली श्री महादेव मनमनै भन्न लाग्नुभयो, यी पार्वतीलाई मलाई यसै छोड्ने भइनन्, यो रूप छोडी अर्को रूपले वन विहार गर्न जानु पर्यो भनी त्यहाँबाट अन्तर्ध्यान भई श्लेषमान्तक वनमा एक्लै गई किरातीको वेश धरी वनमा शिकार गरी हिँड्न लाग्नुभयो। श्री महादेवलाई फेरि नदेख्दा गिरिजाले साह्रै दुःख मानी महादेवले मलाई यसै किन छल्नुभयो भनी मनमा सन्देह गरी ध्यान दृष्टिले विचार गरेर हेर्दा श्री देवले किरातीको वेश लिई श्लेषमान्तक वनमा शिकार गरी हिँडेको थाहा पाइन् र पार्वतीले श्री महादेवलाई छल्नका निमित्त चटक्क परेकी राम्री किरातिनी बनेर किसिम किसिमका हाउभाउ कटाक्ष गर्दै श्लेषमान्तक वनमा गई एउटा ठुलो रुखको छहारी मुनि बसिरहिन्। श्री महादेव पनि वनमा फिर्दै त्यहाँ आइपुग्नु भयो र किरातिनी रूप पार्वतीलाई देखेर मोहित भई सोध्न लाग्नु भयो, हे सुन्दरी, तिमी को हौ? देवकन्या हौ कि अथवा
अप्सरा हौ मैले हेर्दा त तिमी जस्ती राम्री यो संसारमा हुन दुर्लभ छ। फेरि एक्लै यो वनको बिचमा किन आई बसिरह्यो? तिमीलाई डर पनि लाग्दैन कि? यो घोर वनमा वन जन्तु बाघ हात्तीको डर पनि कति नमानी निर्धक्कसँग किन बसे कि? यो सबै कुरा मलाई भन। यति किरात रूप महादेवले आज्ञा भएको सुनि किरातिनी रूप पार्वतीले श्री महादेव यिनै हुन् भनी चिनी मनमनै दण्डवत प्रणाम गरिन्। श्री महादेव कसरी आउनुभयो भने बायाँ हातमा धनुष लिएका, दाहिने हातमा त्रिशूल लिएका, सर राख्ने ठोक्रो, काँधमा भिरेका, सर्पका गहना लगाएका यस्ता डरलाग्दा महादेवलाई देखि पार्वती भन्न लागिन्, हे किरात, म यहाँ बसेको धेरै वर्ष भयो। किरातिनी हुनाले बाघ हात्तीको डर पनि मलाई केही लाग्दैन। तपस्या गरेर बसेकी छु। यसरी दुई स्त्री पुरुषका अनेक कुरा हुँदा हुँदै साँझ पर्यो अनि किराती रूप श्री महादेव आज्ञा गर्नुहुन्छ, हे सुन्दरी, तिमी पनि एक्लै छेउ, म पनि एक्लै छु। हामी दुवैजना यहीँ वास बसौँ। यति श्री महादेवले भनेको सुनि पार्वती भन्दछिन्, हे किरात, तिमी लोग्ने मानिस, म स्वास्थ्य मानिस, एक्लै यस्तो एकलास वनका बीच कसरी एकै ठाउँ बसौँ? लोग्ने मानिसको विश्वास हुँदैन। राम्री स्वास्नी मानिस देखेपछि अरू केही सम्झँदैनन्, तसर्थ एकै ठाउँ बसौँ भन्ने यो कुरा नगर। यति किरातिनी रूप पार्वतीका वचन सुनि किराती रूप श्री महादेवले, हे सुन्दरी, त्यस कुरामा तिमी केही सन्देह नगर भन्नुभयो र दुवै स्त्री पुरुष त्यसै रुखमुनि बास बसे। यसरी बस्दा केही दिन बित्यो र पार्वतीका मनमा यसै बसी कति निर्वाह होला, यी भोलानाथ त यसै बसी दिन बिताउन पनि सक्दछन्, अब केही जुक्ति गर्नु पर्यो भनी मनमा विचार गरी श्री महादेवलाई छलेर आकाशवाणी भए जय गरी भन्न लागिन्, हे ईश्वर, तपाईँले याद नराख्दा हामी ब्रह्मा विष्णु इन्द्रहरू सबैले साह्रै दुःख पायो। यसरी बस्नुभयो भने हाम्रो उद्धारको गर्ला। हे करुणामय, हे वृषभ ध्वज, कैलाश शून्य भएको धेरै काल भयो, कैलाश सम्झी हाम्रो उद्धार गरी रक्षा गर्नुहोस्। यस्तो आकाशवाणी भएको सुन्दा श्री महादेवले यो कसले भन्यो? म यहाँ आएको त कसैले देखेको छैन भनी यताउति हेर्दा कहीँ कोही नदेखी देवताहरूले भने होलान् भन्ने सम्झी चुप लाग्नुभयो। फेरि किरातिनी रूप गिरिजालाई नदेखी खोज्न लाग्नुभयो। उमादेवी पनि केही थाहा नपाए जस्तो गरी फलफुल टिप्दै यताउता अल्मलिएकी थिइन्। किरात रूप महादेव त्यहाँ पुगेर, हे सुन्दरी, तिमीलाई खोज्दा कहीँ पाउन सकिन, कहाँ गएकी थियो भन्दा किरातिनी रूप उमादेवी भन्दछिन्, हे किरात, भोक लाग्दा कन्दमूल खान आएकी हुँ, कहीँ गएकी छैन भनिन्। त्यो बेला त्यस्तै अत्यन्त राम्री किरातिनी रूप उमादेवीलाई देख्दा श्री महादेव मोहित भई मन थाम्न नसकी ज्यादै नै ढेपिँदै आउनुभयो। त्यो देखेर किरातिनी रूप उमादेवी भन्छन्, हे किरात, तिमी कस्तो रहेछौ? के तिम्रो धर्म यही हो? मैले त श्री महादेव बाहेक अरू स्वामी मनले पनि चिताउने छैन भनी प्रतिज्ञा गरी यहाँ वनमा आई उनैको तपस्या गरेर बसेकी छु। तिमी यसरी जबरजस्ती गर्न आँट्छौ भने तुरुन्त श्राप दिई आत्महत्या गरेर मर्नेछु। यति किरातिनी रूप उमादेवीले भनेको सुनि किरात रूप महादेवले, हे सुन्दरी, तिमी त्यसो भन्छौ भने म उनै महादेव हुँ। वन विहार गर्न मन लाग्दा यहाँ आएको हुँ, नपत्याएर भनी ज्योति रूप दर्शन दिनुभयो। अनि किरातिना रूप गिरिजाले मनमा खुसी मानेर पाउमा दण्डवत गरेर बिन्ती गर्न लागिन्, हे ईश्वर, उसो भए कन्यादान लिन मेरा बाबा महातारी कहाँ हिँड्नुहोस्। त्यो सुनि लौ हुन्छ भनेर उनी किरातिनी रूप उमाका पछि लागेर श्री महादेव जानुभयो। जाँदा जाँदा दुवै हिमालय पर्वतका घर पुगे। तब श्री महादेवले थाहा पाए यी त उमा पो रहिछन्, मलाई छल गरी आफ्ना बाबा महातारी कहाँ ल्याइन्, अब मैले कसो गर्ने भनी त्यहीँदेखि अन्तर्ध्यान भई किरातेश्वर शिवलिङ्ग भई श्लेषमान्तक वनका उत्तर भागमा गइरहनु भयो। फेरि श्री महादेवलाई नदेख्दा पार्वतीले साह्रै विलाप गरेर ध्यान दृष्टिले विचार गर्दा किरातेश्वर शिवलिङ्ग भइरहेको चाल पाई बागमतीका किनारमा गई त्यहाँ नित्य स्नान गरेर किरातेश्वर शिवलिङ्गको ध्यान गरी वस्त्र पहिराई धूप दीप र नैवेद्य चढाई पूजा गरी तपस्या गर्ने गरिन्। पार्वतीले स्नान गरेको हुनाले त्यस ठाउँको नाम गौरीघाट रह्यो। जो मनुष्य गौरीघाटमा स्नान गरेर किरातेश्वर शिवलिङ्गको दर्शन गर्छ त्यसको सबै दुःख नाश हुन्छ, धन सम्पत्ति बढ्दछ, यस लोकमा सुख सम्पत्ति पाई परलोकमा कैलाशवास पाउँछ। हे अगस्त्य मुनि, अनि पछि यसरी पार्वतीले नित्य तपस्या गरेको देखि श्री महादेवले प्रसन्न भए हँसिलो मुख गरेर आफ्नो स्वरूपले दर्शन दिनुभयो र जगन्माता पार्वतीले मनमा खुसी मानेर पाउमा परि दण्डवत प्रणाम गरेर
अन्जुली बादी बिन्ती गर्न लागिन्, हे ईश्वर, हजुरले किन यसरी दुःख दिनुभयो? म हजुरको मन परिन कि अथवा मबाट अरू केही अपराध भयो भनी धेरै गुनासो गरेको सुनि श्री महादेव प्रसन्न भई पार्वतीलाई अङ्कमाल गरेर आफ्ना काखमा लिई त्यहाँबाट अन्तर्धान भई हिमालय पर्वतका घर जानुभयो। त्यसरी महादेव र पार्वतीलाई आएको देखेर हिमालय पर्वतले अत्यन्त खुसी भई पुष्पवृष्टि गरेर आसनमा बसाली 84 व्यञ्जन तयार गराई भोजन गराए। त्यहाँ 2-4 दिन बसेर महादेवले पार्वतीलाई भन्नुभयो, हे पार्वती, धेरै दिन भयो कैलाश शून्य भइरहेको छ, अब यहाँ कति बसिराख्नु, अब वहाँ जाउँ, तिम्रा बाबा महातारीसित बिदा हो भन्दा पार्वतीले हवस् भनिन् र दुवै स्त्री पुरुष हिमालय पर्वतसित बिदा हुन गए। महादेवजी ससुरालाई भन्नुहुन्छ, हे पिता, सतीदेवी स्वर्ग भएदेखि कैलाश शून्य छ, अब तपाईँले आज्ञा दिए वहाँ जाँदा हौँ। यसरी आफूलाई पिता भनी बोलेको सुन्दा हिमालयले साह्रै खुसी भई श्री महादेवसित बिन्ती गरे, हे त्रैलोक्यनाथ, सब देवताका पितामह, तपाईँले साधारण मानिसले भने चाहिँ मलाई मोहले छोपी हे पिता भन्नुभयो, मेरो सबै अज्ञान नाश गरी ज्ञान दिनुहोस्, सधैँ तपाईँको भक्तिमा मेरो चित्त लागिरहोस्। हे शङ्कर, मसँग प्रसन्न हुनुहोस्, हे शशिशेखर, पहिले पूजा लिनुहोस् भनी महादेव गिरिजालाई नाना रङ्ग बिरङ्गका वस्त्र अलङ्कार ल्याई पहिराई सिंहासनमा बसाली षोडशोपचारले पूजा गरेर भोजन गराई फेरि स्तुति गर्न लागे, हे भवानी शङ्कर, जस्तै लक्ष्मी नारायणले समुद्रका घर गई बसेमा उनलाई आनन्द भए, त्यस्तै तपाईँ स्त्री पुरुष छोरी ज्वाइँ मेरा घर राज हुनु भएको देखि हामीलाई आनन्द लाग्यो। हे जगदीश्वर, आफ्ना मायाले संसारमा व्याप्त भइरहेका यस्ता तपाईँलाई कोटी कोटी नमस्कार छ। फेरि समुद्र मन्थन गर्दा कालको विष निस्क्यो र संसार भस्म हुन लाग्यो। त्यसबेला तपाईँले विष कण्ठमा राखी रक्षा गर्दा नीलकण्ठ नाम रह्यो। यस्ता तपाईँलाई कोटी कोटी नमस्कार छ। फेरि आफैले सृष्टि गरी आफैले संहार गर्ने, यस्ता तपाईँलाई कोटी कोटी नमस्कार छ। फेरि त्रिपुरासुर दैत्यलाई मार्दा तपाईँका सामग्री कस्ता थिए भने पृथ्वीको रथ, 4 वेदका घोडा, चन्द्र सूर्य, रथका पाङ्ग्रा, ब्रह्मा सारथी, सुमेरु पर्वत, धनु शेषनाग, धनुको ताँदो, विष्णु भगवान बाण, यस्तो सामग्री तयार गरेर दैत्यलाई मार्ने तपाईँलाई कोटी कोटी नमस्कार छ। हे देव विदेव, ब्रह्मा पनि तपाईँ, चर अचर पनि तपाईँ, नारायण पनि तपाईँ, सत्व रजतम पनि तपाईँ, मृत्युको मृत्यु र कालका काल पनि तपाईँ, गुणका गुण पनि तपाईँ, देवताका देवता र अनाथका नाथ पनि तपाईँ, विश्वरूप पनि तपाईँ, आदि अन्त्य नभएका पनि तपाईँ, अष्टवसु र द्वादशादित्य पनि तपाईँ, 10 दिक्पाल पनि तपाईँ, सबै प्राणीका हृदयमा बसी पाप पुण्यका साक्षी भइरहेका पनि तपाईँ, तपाईँको महिमा गाउन चतुर्मुख ब्रह्माको पनि तागत छैन, 1000 जिब्रा भएका शेषनागको पनि सामर्थ्य छैन, मेरो कसरी होला? यसरी हिमालय पर्वतले नाना स्तुति गरेको सुनेर श्री महादेव खुसी भए हँसिलो मुख गरी, हे पर्वतराज, तपाईँको भक्ति देखेर म खुसी भए, सधैँ मेरो भक्तिमा चित्त लगाई आखिरमा कैलाशको पदवी पाउनु होला। अब हामी जान्छौँ भनी हिमालय पर्वत र मेनकासित बिदा भई साँडेमा चढी गिरिजालाई काखमा लिई कैलाशमा गएर प्रमथगणले सहित भई आनन्दले रहनुभयो। इति स्कंद पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्रीस्वस्थानी परमेश्वर्या व्रत कथायां पार्वती कैलास प्रवेशो नाम 14 अध्याय। उपनयतु मंगलव सकल जगन्मंगलालय श्रीमान दिनकर किरण निबोधित नवनलिन दल निवेक्षण कृष्ण काले वर्षतु प्रजन्य पृथ्वी सस्यशालिनी देशोऽयं च्योभरयितो ब्रह्मणा सन्तु निर्भया पुत्रा पुत्रिण सन्तु पुत्रिण सन्तु पौत्रिण निर्धना सदना सन्तु जीवन्तु शरदां शतं। तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्र उदार कथा प्रसंग यो कुंदेन्दु तुषारहार धवलाया शुभ्रवस्त्रावृताया वीणा वरदंड मंडित कराया श्वेत पद्मासना या ब्रह्माच्युत शंकर प्रभृति वीरदेवै सदा वंदिता सामं पातु सरस्वती भगवती निशेष्य जाड्यापः कायेन वाचा मनसेन्द्रियर्वा बुद्ध्यात्मना वा प्रकृति स्वभावात् करोमि यद्यत् सकले परस्मै नारायणाय समर्पयेत्। श्रीस्वस्थानी परमेश्वर्याय नमः। यति भनेर श्रोता वक्ता सबले पुस्तकलाई पुष्पाञ्जली चढाएर नमस्कार गरी मेरो मनोकामना पूर्ण होस् भनी वर माग्नु।